उच्च अदालत तुलसीपुर र बुटवलले रवि लामिछानेलाई तपाईँ अब चाहिँ जेलभित्रै बसेर मुद्दा लड्नुहोस् भनिसकेपछि र उहाँलाई चाहिँ जेल हालेपछि दीपक बोहरा उहाँलाई भेट्न जाँदाखेरिको र पुलिसले देखाएको चाहिने प्रतिशोधको चाहिँ कारण पत्रकारज्यूले यो भन्नुभएको छ, सुन्न सक्नुहुन्छ। प्रहरीको आदेश हो भने जेलरलाई हटाएर प्रहरीका इन्सपेक्टरलाई जेलर बनाएर राख्ने हुन्छ, होइन भने प्रहरी रवि लामिछानेप्रति पूर्वाग्रही बन्नु हुँदैन। प्रहरी हरेक ठाउँबाट पूर्वाग्रही बन्दैछ रवि लामिछानेप्रति। रवि लामिछाने अहिले यो कुरा पनि जानकारी गराउन चाहन्छु। यसभन्दा पहिला रवि लामिछाने जेलमा कहिल्यै बस्नु भएको थिएन, मात्रै हिरासतमा बस्नु सम्भावना छ। तर रवि लामिछानेप्रति कस्तो लाग्यो त? त्यसरी पूर्वाग्रही प्रहरी हुनु हुँदैन। पूर्वाग्रही हरेक ठाउँबाट डे 1 देखि प्रहरी रवि लामिछानेप्रति पूर्वाग्रही हुँदैछ। हामीले पनि यहाँभन्दा अगाडि पूर्व गृह मन्त्रीहरू जेल गएको देखेका छौं, तर यस्तो हरकत थिएन। यो हरकत प्रहरीको ठिक होइन। प्रहरी मेरो साथी बनोस्, प्रहरी पूर्वाग्रही नबनोस्। धन्यवाद।